मलाई थाहा छ अमरेशजीले जित्नुहुन्छ, मलाई थाहा छ अमरेशजीले जित्नुहुन्छ। तर यदि अमरेशजी नभएको भए पनि त्यो ठाउँमा एउटा मधेसको मान्छेले जित्यो, मधेसले जित्यो। तर कोही काठमाडौँबाट यहाँ आएर मधेसको बेटा हुँ भनेर अहिले नै एउटा ठाउँ लिने जुन प्रयास भएको छ, यसपटक ठाउँ रोक्ने जिम्मा तपाईँको। म धेरै कुरा गर्दिनँ, मलाई धेरै कुरा केही पनि गर्नु छैन। यो अब मधेस, देश, मधेस, हिमाल, पहाड यो सतर अब सभाका लागि बन्द गर्ने हो। अब पहाडी र मधेसी भनेर म यहाँको मान्छे म त्यहाँको मान्छे भनेर होइन, एकैपटक देशलाई न्याय दिने गरी नेपालको कुरा गर्ने हो, देशको कुरा गर्ने हो। यसपटक अघि पछिको चुनाव जस्तो होइन, यसपटकको चुनाव विशेष छ। घन्टी चुनाव चिन्हमा मतदान गरेर इतिहास लेख्न नछुट्नुहोला। अहिले यही क्षेत्रको उम्मेद्वार नीतिमाजी यही हुनुहुन्छ, उहाँलाई अत्याधिक मतले विजयी गराउनुहोला। सर्लाहीसँगको मेरो नाता अन्याय पर्दा सँगै उभिएको पुरानो नाता हो। म त्यही नातामा यहाँ उभिएको छु र यसपटक हिजो सर्लाहीवासीलाई अन्याय पर्दा ज्यानको बाजी लगाएर लडेको हुँ। यसपटक अलिकति न्याय मलाई चाहिएको छ, यसपटक अलिकति न्याय मलाई चाहिएको छ, धेरै न्याय देशलाई चाहिएको छ, देशलाई न्याय।